यतिखेर हामी कोशी अस्पतालमा छौँ। कोशी अस्पतालमा यतिखेर कोशी अस्पतालमा कार्यरत नर्सहरूले चाहिँ आफ्नो पारिश्रमिकको विषयलाई लिएर चाहिँ प्रोटेस्ट सुरु गर्नुभएको छ, आन्दोलन सुरु गर्नुभएको छ। र हातमा हाम्रो श्रम सस्तो छैन, महँगो अस्पताल सस्तो नर्स भन्ने प्ले कार्ड लिएर उहाँहरूले चाहिँ विरोध प्रदर्शन गरिरहनु भएको छ। यतिखेर हामी यो कोशी अस्पतालको आइसियू रहेको छ, यहाँनिर आइसियूको अगाडि यतापट्टि इमर्जेन्सी रहेको छ र यो भवनको अगाडिपट्टि यहाँ कार्यरत नर्सहरूलाई देख्न सक्छौँ। नर्सहरू चाहिँ यतिखेर आन्दोलनमा हुनुहुन्छ। विभिन्न अस्पतालहरूमा चाहिँ नर्सहरूको सेलेरी लिएर विभिन्न समयमा चाहिँ प्रोटेस्टहरू भइरहेको छ। केही समय अगाडि मात्रै बिहार टिचिङ अस्पतालमा पनि प्रोटेस्ट भएको थियो र कोशी अस्पतालमा पनि यो चाडबाड सकिए लगत्तै पुनः आन्दोलन सुरु भएको छ। यतिखेर हामी देखिरहेका छौँ र उहाँहरूले आफ्नो माग केन्द्रबाट आएको मागहरू पढेर सुनाइराख्नु भएको छ। यतिखेर मार्फत इभिडेन्स बेस्ड प्र्याक्टिस गर्नको लागि बजेट सुनिश्चित गरियोस्। 14 मा नीति निर्माणमा समानतामा र पहुँच नर्सिङ स्वास्थ्यकर्मीको व्यवस्थापनसँग सम्बन्धित कानुन तथा नीति निर्माणका नर्सको सहभागिता अनिवार्य गरियोस्। 15 मा सेवामा कार्यरत रहँदा मानसिक शारीरिक स्वास्थ्यमा जोखिम भएमा वा कुनै दुर्घटना भएमा क्षतिपूर्तिको अनिवार्य व्यवस्था गरियोस्। भने यसरी हाम्रो 15 बुँगे मागलाई अगाडि बढेर हामी अगाडि बढेका छौँ र यो चाहिँ हाम्रो देशव्यापी रूपमा नै भइरहेको छ है। जस्तो यो तपाईँहरूको आन्दोलन कहिलेसम्म चल्छ यो अस्पताल अगाडि? यो आन्दोलन चाहिँ हाम्रो 4 गतेबाटै सुरु भएको हो। कालोपट्टि बाँधेर हामीले काम गरिरहेको 4 गतेबाट। आजबाट चाहिँ हाम्रो 2 घण्टाको लागि कालोपट्टि बाँधेर पेन डाउन 10 देखि 12 बजीसम्म। त्यस पछाडि यो चाहिँ 18 गतेसम्म भयो होइन, आजदेखि 18 गतेसम्म छ। अब 18 गतेसम्म हाम्रो यो जुन हाम्रो मागहरू छ यो पुरा भएन भने त्यस पछाडि फेरि हामी अरू सशक्त कडा रूपमा चाहिँ हामी आन्दोलन गर्नेछौँ। प्रमुख मुद्दा चाहिँ के रहेको छ? प्रमुख के कारणले चाहिँ तपाईँहरू चाहिँ आन्दोलन मुद्दा चाहिँ मेन भनेको चाहिँ स्यालेरीकै कुरा छ। विशेष गरी हाम्रो प्राइभेटमा काम गर्ने नर्सिङ दिदीबहिनीहरूलाई चाहिँ एकदमै मिनिमम स्यालेरीमा काम गराइरहेको छ होइन। जस्तै 12,000 15,000 त्यो भन्न पनि लाज लाग्छ। त्यति स्यालेरीमा काम गर्नु यति धेरै पढेर होइन भनेपछि त्यो एकदमै लाजमर्दो कुरा हो र दिनेलाई पनि लाजमर्दो लिनेलाई पनि लाजमर्दो। त्यसले गर्दा यति स्यालेरीमा चाहिँ कसैले लेबरले पनि काम गर्दैन क्या है। त्यसले गर्दा त्यो स्यालेरी हुने भएन। कम्तीमा पनि नेपाल सरकारको जुन हाम्रो छ 24,700 त्यो स्यालेरी मिनिमम दिनै पर्छ। त्यस पछाडि भनेको अरू सेवा सुविधा आफ्नो संस्थाले हेरेर होइन। नेपाल सरकारमा पनि धेरै छ यस्ता कुराहरू चाहिँ हाम्रो चाहिँ यसरी चाहिँ हामीले 15 बुँदे मागहरू राखेर चाहिँ जस्तो प्राइभेट सेक्टरमा काम गर्नेहरूको सेलेरी लिएर तपाईँहरू यहाँ आन्दोलन गर्नुहुन्छ? हजुर, प्राइभेटको लिएर अनि सरकारीमा तपाईँहरू आन्दोलन गर्नुहुन्छ नि त? होइन, प्राइभेटमा काम गर्ने पनि हाम्रै नर्सिङ दिदीबहिनीहरू हो। प्राइभेटबाट उहाँहरूलाई सरकारी नर्स निस्किहाल्न एकदमै गाह्रो हुन्छ।